नमस्कार साथीहरु, के तपाई पनि लोक सेवाको तयारी गर्दै हुनुहुन्छ? के तपाईको सपना पनि सरकारी बैंकको एउटा कुर्सी हो? तर तपाई कन्फ्युज हुनुहुन्छ कि नेपाल राष्ट्रिय बैंक अर्थात एनआरबी को तयारी गरौँ कि राष्ट्रिय वाणिज्य बैंक अर्थात आरबीबी को? कुन बैंकमा छिर्दा तपाईको खल्ती छिट्टो बढ्नेछ? कसको इज्जत समाजमा बढी छ? अनि कुन बैंकमा जागिर खानु भनेको स्वर्गमा पुग्नु जस्तो हो? धेरैले भन्छ राष्ट्रिय बैंक चाहिँ गाह्रो हो, तर धेरैले भन्छ कि राष्ट्रिय वाणिज्य बैंकमा कामको चाप चाहिँ बढी हुन्छ। तर सत्य के हो त? आजको यो स्पेशल भिडियोमा म यी दुई दिग्गज बैंकहरुको दूधको दूध र पानीको पानी छुट्याउन गइरहेको छु। हामी सबैभन्दा पहिला पैसा अर्थात सैलरीबाट कुरा सुरु गर्नेछौं, त्यसपछि एजुकेसनको कुरा गर्दै भिडियोको अन्तमा म तपाईले आफ्नो पर्सनल ओपिनियन दिनेछु कि तपाईको लागि चाहिँ कुन बैंक बेस्ट हो। यदि तपाई पनि आफ्नो करियरको लागि गम्भीर हुनुहुन्छ भने यो भिडियोको 1 सेकेन्ड पनि मिस नगरी हेर्नु होला। ल त सुरु गरौँ आजको यो अल्टिमेट कम्पिटिसन। सबैभन्दा पहिला कुरा गरौँ पैसाको, किनकि आखिरमा काम गर्ने त पैसाकै लागि हो, हैन र? ल अब यहाँ हेर्नु, नेपाल राष्ट्रिय बैंक अर्थात एनआरबी, अर्को तर्फ राष्ट्रिय वाणिज्य बैंक अर्थात आरबीबी। सबैभन्दा पहिला कुरा गरौँ नेपाल राष्ट्रिय बैंकको सहायक स्तर अर्थात असिस्टेन्टको सैलरी बारे। नेपाल राष्ट्रिय बैंकको सहायक स्तर अर्थात असिस्टेन्टको कुल मासिक करिब 60,000 देखि लिएर 75,000 प्लस र योमा चाहिँ भत्ता समावेश हुन्छ। त्यसपछि अब कुरा गरौँ राष्ट्रिय वाणिज्य बैंकको सहायक स्तरले पाउने मासिक तलब बारे। राष्ट्रिय वाणिज्य बैंकको सहायक स्तरको कुल मासिक तलब करिब 40,000 देखि लिएर 50,000 सम्म हुन्छ। त्यसपछि अब यहाँ हेरौँ अधिकृत स्तरले अर्थात अफिसरले पाउने तलब। नेपाल राष्ट्रिय बैंकको अधिकृतले कुल मासिक तलब 90,000 देखि लिएर 1 लाख सम्म पाउने गर्छ। अर्को तर्फ राष्ट्रिय वाणिज्य बैंकको अधिकृत 65,000 देखि लिएर 80,000 प्लस तलबको रूपमा पाउने गर्छ। त्यसपछि हेरौँ मुख्य सुविधाहरू। राष्ट्रिय बैंकको कर्मचारीले केन्द्रीय बैंक भत्ता अर्थात सेन्ट्रल बैंक एलाउन्सेस, त्यसपछि खाजा खर्च, इन्टरनेट र औषधि उपचार। त्यसपछि राष्ट्रिय वाणिज्य बैंकको कर्मचारीले भेटाउने सुविधाहरू सञ्चय कोष, उपदान, औषधि उपचार र कार्य सम्पादनको आधारमा बोनस। यसलाई चाहिँ अलिकता सर्टमा बुझ्नु, राष्ट्रिय बैंकमा तलब मात्र होइन भत्ताको वर्षा हुन्छ। यहाँको बेसिक सैलरीमा केन्द्रीय बैंक भत्ता थपिन्छ जुन चाहिँ निकै आकर्षक छ। एकजना सहायक स्तरको कर्मचारीले सुरुवातमै सबै सुविधाहरू जोड्दा झन्डै 60,000 देखि लिएर 70,000 सम्म हाराहारी बुझिन्छ र अधिकृतको त कुडी छाडौ, सुविधा जोड्दा लाख पुग्न चाहिँ बेर लाग्दैन। अर्को तर्फ राष्ट्रिय वाणिज्य बैंकमा यहाँ पनि तलब सरकारी स्केल अनुसार राम्रै छ, तर राष्ट्रिय बैंकको तुलनामा कम हुन्छ। यद्यपि यहाँ बोनसको पाटो चाहिँ बलियो हुन्छ। बैंकले नाफा कमाउँदा कर्मचारीले आकर्षक बोनस पाउनेछन्। त्यसपछि अब यहाँ हेर्नु कि नोट्स। राष्ट्रिय बैंकमा दिने केन्द्रीय बैंक भत्ताले गर्दा त्यहाँको टेक होम सैलरी अर्थात हातमा पर्ने पैसा वाणिज्य बैंकको भन्दा बढी हुन्छ। यदि तपाईलाई महिनाको अन्तमा बैंक ब्यालेन्स मोटो देख्नु छ भने राष्ट्र बैंक तपाईको लागि पहिलो रोजाइ हो। अब नम्बर 2 मा कुरा गरौँ शिक्षक योग्यता अर्थात एजुकेशनल क्वालिफिकेसनको, कि कुनमा छिर्न तपाईको पढाइ कति पुगेको हुनुपर्छ। दुवै बैंकमा प्रवेश पाउनका लागि लोक सेवा आयोगले लिने परीक्षा उत्तीर्ण गर्नुपर्छ। सामान्यतः आवश्यक न्यूनतम योग्यता यस प्रकार छन्। सबैभन्दा पहिला हेरौँ सहायक स्तरको योग्यता अर्थात लेभल 4 एन्ड 5 को एजुकेशनल क्वालिफिकेसन। लेभल 4 र 5 मा फर्म भर्नका लागि मान्यता प्राप्त संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र वा सम्बन्धित विषयमा +2 वा स्नातक भन्नाले ब्याचलर उत्तीर्ण र आरबीबी मा तह 4 का लागि +2 र तह 5 का लागि स्नातक त चाहिन्छ भन्नाले राष्ट्रिय वाणिज्य बैंकमा लेभल 4 मा +2 बाट छिर्न पाइन्छ। र यदि तपाई भर्खरै ब्याचलर पढ्दै हुनुहुन्छ भने वाणिज्य बैंक तपाईको लागि सुनेलो मौका हो। त्यसपछि अब यहाँ हेर्नु कि अधिकृत स्तर अर्थात लेभल 6 वा असिस्टेन्ट डाइरेक्टरमा फर्म भर्नका लागि व्यवस्थापन, वाणिज्य, अर्थशास्त्र वा जन प्रशासनमा स्नातक अर्थात ब्याचलर्स वा स्नातकोत्तर अर्थात मास्टर त उत्तीर्ण र एनआरबी मा अधिकृतका लागि स्नातकमा उच्च श्रेणी वा तोकिएको प्रतिशतमा आवश्यक पर्न सक्छ भन्नाले एनआरबी मा प्रतिस्पर्धा काडा छ र राष्ट्रिय बैंकमा छिर्नका लागि बढी मेहनत र एकेडमिक राम्रो हुनुपर्छ। यहाँ सहायक स्तरका लागि पनि धेरै जसो स्नातक अर्थात ब्याचलर मागेको हुन्छ र अधिकृत बन्नका लागि त विषयगत दक्षता निकै उच्च चाहिन्छ। अब नम्बर 3 मा कुरा गरौँ कार्यको प्रकृति र वातावरण अर्थात नेचर अफ वर्क बारे भन्नाले काम कस्तो हुन्छ त। तर यो जान्नु भन्दा पहिला साथीहरु यदि भिडियो तपाईलाई इन्फर्मेटिभ लागिरहेछ भने भिडियोलाई एउटा लाइक गरिदिनु होला र तपाई पनि लोक सेवाको तयारी गर्दै हुनुहुन्छ वा लोक सेवाको तयारी गर्न सोचमा हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी अल नोटिफिकेसन बटन अन गरिहाल्नु होला। अल नोटिफिकेसन बटन अन गरे पश्चात के हुन्छ भने मैले कुनै लोक सेवा सम्बन्धी न्यू अपडेट र लोक सेवा सम्बन्धी जति पनि निकाय छ सबै निकायका मोडल क्वेशन हाल्छु, त्यो चाहिँ तपाईको समक्ष सबैभन्दा अगाडि पुगिहाल्छ। ल अब यहाँ हेर्नु कि काम कस्तो हुन्छ त। सबैभन्दा पहिला नेपाल राष्ट्रिय बैंकको, यो बैंकहरुको पनि बैंक अर्थात नियामक निकाय हो। यहाँको काम मुख्यतः नीति निर्माण अर्थात पोलिसी मेकिङ, विदेशी मुद्रा व्यवस्थापन र अन्य बैंकहरुको अनुगमन गर्नुहुन्छ र यहाँ चाहिँ प्रत्यक्ष ग्राहक सेवा अर्थात पब्लिक डिलिङ कम हुन्छ भन्नाले राष्ट्रिय बैंकमा तपाईले पोलिसी बनाउने, नोटको छपाईको व्यवस्थापन गर्ने वा अन्य बैंकहरुलाई कन्ट्रोल गर्ने
काम गर्नुपर्छ र सबैभन्दा महत्त्वपूर्ण यहाँ सर्वसाधारणको भन्नाले आम जनताको भिडभाडा कम हुन्छ। त्यसपछि अब यहाँ हेर्नु कि राष्ट्रिय वाणिज्य बैंकमा के काम गर्नुपर्छ यति डिटेलमा पुरा युट्युबमा तपाईले एउटा पनि भिडियो भेटाउने छैन। यदि तपाईलाई विश्वास छैन भने गएर सर्च हान्नु। यो एक वाणिज्य बैंक हो। यहाँको काम निष्पक्ष संकलन, ऋण प्रवाह र प्रत्यक्ष ग्राहक सेवासँग सम्बन्धित हुन्छ र यदि तपाईले मानिसहरूसँग घुलिमिली काम गर्न र व्यापारी बैंकिङ मन पर्छ भने आरबीबी उपयुक्त हुन्छ। भन्नाले राष्ट्रिय वाणिज्य बैंकमा तपाईले फ्रन्ट डेस्कमा बसेर जनताको सेवा गर्नुपर्छ, पैसा जम्मा गर्ने, चेक साट्ने र लेनदेन। यो अलि बढी बिजी र चुनौतीपूर्ण काम हो। अब यति सुनेपछि तपाईको मनमा चाहिँ एउटा क्वेशन आयो होला, तपाईको भविष्यका लागि कुन राम्रो? त योमा मेरो विचार, यदि तपाई धेरै पैसा र प्रतिष्ठा खोज्दै हुनुहुन्छ भने नेपाल राष्ट्रिय बैंक अर्थात एनआरबी उत्तम छ। यहाँको तलब सुविधा नेपालको निजामती सेवा र अन्य सरकारी निकायको तुलनामा निकै माथि छ र यसलाई राष्ट्रियको गौरव मानिन्छ। वा यदि तपाई बैंकिङ व्यवसाय र पब्लिक डिलिङमा रुचि राख्नुहुन्छ भने राष्ट्रिय वाणिज्य बैंक अर्थात आरबीबी राम्रो हुन्छ। यहाँ शाखा सञ्चालन ठूलो छ जसले गर्दा देशको विभिन्न ठाउँमा बसेर काम गर्न अनुभव प्राप्त हुन्छ। र योमा मेरो व्यक्तिगत सुझाव के हो भने यदि तपाईमा राम्रो तयारी गर्ने क्षमता छ भने पहिलो प्राथमिकता नेपाल राष्ट्रिय बैंकलाई नै दिनुस्। त्यहाँको सेवा सुविधा र वर्क लाइफ ब्यालेन्स अन्य बैंकको तुलनामा शान्त र व्यवस्थित छ। तर अवसरका हिसाबले आरबीबीमा धेरै संख्यामा विज्ञापन खुल्ने हुनाले त्यहाँ नाम निकाल्न सम्भावना चाहिँ अलि बढी हुन सक्छ। भन्नाले यदि तपाईले शान्त वातावरण, उच्च तलब र नीतिगत तहमा काम गर्न चाहनुहुन्छ भने आँखा नचिम्लिने गरी नेपाल राष्ट्रिय बैंकको तयारी गर्नमा जोडिहाल्नुस्। यो नेपालको भिआइपी जागिर हो। तर यदि तपाईलाई छिट्टो जागिर चाहिएको छ, धेरै सिटमा भिड्न चाहनुहुन्छ र बैंकिङ व्यवसाय सिक्न चाहनुहुन्छ भने राष्ट्रिय वाणिज्य बैंक तपाईका लागि उत्कृष्ट स्टार्टिङ पोइन्ट हो। भन्नाले तपाई धेरै पढ्न सक्नुहुन्छ, थोरै सिटमा पनि नाम निकाल्न क्षमता राख्नुहुन्छ र एउटा रोयल लाइफ स्टाइल र उच्च सामाजिक प्रतिष्ठा खोज्दै हुनुहुन्छ भने नेपाल राष्ट्रिय बैंक तपाईका लागि पहिलो रोजाइ हो। यो नेपालको बैंकिङ क्षेत्रको सर्वोच्च पद हो। तर यदि तपाईलाई छिट्टो जागिर चाहिएको छ, धेरै विज्ञापन खुल्ने ठाउँमा भिड्न चाहनुहुन्छ र देशभरि जहाँ पनि बसेर काम गर्न तयार हुनुहुन्छ भने राष्ट्रिय वाणिज्य बैंक तपाईका लागि बेस्ट अप्सन हो। यहाँ काम सिकिन्छ र करियर ग्रोथ पनि छिट्टो हुन सक्छ। र साथीहरू एउटा कुरामा ख्याल गर्नु, जागिर खानु मात्र ठूलो कुरा होइन, आफूलाई कुन ठाउँमा सुहाउँछु भन्ने कुरा ठूलो हो। तपाईलाई यी दुई मध्ये कुन बैंकको काम बढी मन पर्छ तल कमेन्टमा पक्कै लेख्नु होला, एनआरबी वा आरआरबी। म तपाईको कमेन्ट अनुसार नै यसका केही मोडल क्वेशन र बीबीआई क्वेशनहरू पनि ल्याइदिनेछु। र यस्तै जानकारीमूलक भिडियोहरू आगामी दिनमा पनि हेर्न चाहनुहुन्छ भने यो भिडियोलाई एउटा लाइक गरिदिनुहोस् र आफ्ना तयारी गर्ने साथीहरूसँग शेयर गर्न नबिर्सनुहोस्। र तपाई पनि लोकसेवाको तयारी गर्दै हुनुहुन्छ भने लोकसेवा एजुकेसन च्यानललाई सब्स्क्राइब गरी अल नोटिफिकेसन बटन अन गरिहाल्नुहोस् ताकि आउने दिनमा तपाईले कुनै पनि कोचिङ कक्षा क्लास गर्न आवश्यकता नपरोस्। म तपाईहरुका लागि लोकसेवाको जति पनि निकाय छ सबै निकायका मोडल क्वेशनहरू सबैभन्दा अगाडि लिएर आउनेछु। र मोडल क्वेशन मात्र नभई लोकसेवाको जति पनि भिभिआइपी टपिकहरू छ यो सबै टपिक तपाईले लोकसेवा एजुकेसन च्यानलमा भेटिहाल्छ। त ल साथीहरु, फेरि भेटौँला अर्को भिडियोमा अझै रोचक विषयको साथ एकदमै चाँडो। तबसम्मको लागि जय नेपाल।